एक शान्त गाउँ, घाम लागिरहेको बिहान। आमा बिरालो र सानो बिरालो छानामाथि बसेका छन्। हल्का हावा चलिरहेको छ। आकाश नीलो छ। वरिपरि हरियाली छ। सानो बिरालोले आकाशमा उडिरहेका चराहरू हेर्छ। उसको आँखामा अचम्मको झल्को छ। ऊ बिस्तारै म्याउ गर्छ, उड्ने सपना देखे झैं। एक हर्षित सानी केटी रङ्गीन प्यारासुट खेलाउन लिएर आइपुग्छ। बिरालो उत्साहित हुँदै उसतिर दौडन्छ, आँखा उत्सुकताले टल्किएका छन्। केटीले सानो रङ्गीन कपडालाई बिरालोको पिठ्यूमा बाँधिदिन्छ, प्यारासुट जस्तै। बिरालो गर्वका साथ उभिन्छ, मानौ ऊ साहसिक यात्राको लागि तयार छ। बिरालो सानो डाँडाबाट हाम फाल्छ, तर प्यारासुट खुल्दैन, ऊ झाडीभित्र खस्छ। आमाले डरले दौडिन्छन्। चिन्तित केटी र उसको बाबा, जो पशु डाक्टर हुन्, बिरालोलाई नरम कम्बलमा बेर्छन्। बाबाले उसलाई ध्यानपूर्वक जाँचेर सानो प्लास्टर लगाइदिनुहुन्छ। बिरालो नरम ओछ्यानमा सुतेको छ। केटीले उसलाई ड्रपारले न्यानो दूध खुवाउँछे। दिनदिनै ऊ बलियो हुँदै जान्छ, पुच्छर हलचल गर्छ, आँखा चम्किन्छ। बिरालोले फेरि रङ्गीन प्यारासुटको कपडा हेर्छ। उसको आँखामा नयाँ उत्सुकता देखिन्छ। केटी मुस्कुराउँछे र भन्छे, एक दिन सही तरिकाले उड्नेछौं। बिरालो आमासँग अङ्गालो हालेर आकाशतिर हेर्छ। चरा उडिरहेका छन्, हल्का हावा चलिरहेको छ। पाठ देखिन्छ, आफ्ना सपनालाई कहिल्यै छोड्नु हुँदैन। सानी केटी र उसका बाबा टेबलमा बसेर सानो वास्तविक प्यारासुट सिलाइरहेका छन्। बिरालो उत्सुक आँखाले हेर्छ। सानो टेडी बियरलाई नयाँ प्यारासुटमा बाँधेर सानो भित्ताबाट तल खसालिन्छ। त्यो बिस्तारै ओह्रालो झर्छ। बिरालो खुसीले पन्जा टक्र्याउँछ। सुनौलो घाम अस्ताउँदैछ। बिरालो र बाबा गर्वका साथ हेर्छन्। बिरालो सानो डाँडाबाट हाम फाल्छ। यो पटक प्यारासुट खुल्छ। ऊ बिस्तारै झर्छ र नरम घाँसमा रमाइलो गर्दै लड्छ। आमा बिरालो दौडिएर उसलाई चुम्बन दिन्छ। सानो उसलाई काखमा उठाएर घुमाउँछे। साँझमा जुगुनोहरू चम्किरहेका छन्। बिरालो ताराले भरिएको आकाशमुनि बस्छ, जुनतिर हेर्दै मुस्कुराउँछ। शान्त सङ्गीत बज्छ। अन्तिम पाठ देखिन्छ, ठूला सपना सानोताबाट सुरु हुन्छन्, प्रयास गर्न छोड्नु हुँदैन।